सबैलाई नमस्ते। म चाहिँ आज फेरि एउटा किताकिसुको नयाँ ठाउँ साराकुरा माउन्टेनतिर लग्दैछु। किताकिसु होइन साथीहरू, अब हामी अगाडि बढ्दैछौँ। माउन्ट साराकुराको बारेमा म तपाईँहरूलाई विभिन्न जानकारी देखाउँदै म अगाडि बढ्दैछु। यो चाहिँ म बाटोमा हिँड्दा एउटा सानो श्राइन, जापानको एकदम फेमस श्राइनहरू देखेँ। त्यसपछि मैले यो पनि तपाईँहरूलाई एकचोटि भिडियोमै राखिहालौँ भनेर पनि खिचेँ होइन। अब साथीहरू, म तपाईँहरूलाई यहाँ लाग्ने समय, कहाँबाट आउने भनेर चाहिँ म तपाईँहरूलाई सबै भन्छु। मेरो भिडियो चाहिँ हेरेर साथ दिनुहोला। माउन्ट साराकुरा ठाउँ चाहिँ जापानको टप 3 नाइट भ्यूज मध्ये एक मानिन्छ साथीहरू होइन। साथीहरू, अब म तपाईँहरूलाई माउन्ट साराकुराको बारेमा केही भन्न गइरहेको छु। यो कुन ठाउँमा छ, यसको स्थानको परिचय दिन गइरहेको छु। माउन्ट साराकुरा फुकुओका प्रिफेक्चरमा रहेको एक प्रसिद्ध पहाड हो, जसको उचाइ लगभग 622 मिटर छ। यहाँबाट तपाईँले सम्पूर्ण सहरको मनमोहक दृश्य हेर्न सक्नुहुन्छ। साथीहरू, अब तपाईँलाई म यो ठाउँमा कसरी पुग्ने भनेर चाहिँ यसको बारेमा भन्न गइरहेको छु। यो ठाउँ चाहिँ किताकिसुमा छ होइन। यो ठाउँमा चाहिँ ठ्याक्क कोकुरा स्टेसनबाट तपाईँलाई याहाता स्टेसनसम्म JR ट्रेन चढेर जानलाई चाहिँ 14 मिनट लाग्छ होइन। त्यहाँबाट तपाईँ चढ्नु होला। म चाहिँ त्यसरी चढ्दै आएको। अब तपाईँले याहाता स्टेसनबाट हिँड्दै जानुपर्छ क्या। त्यो केबल कार साकुरा यामा केबल कार भएको ठाउँसम्म तपाईँले हिँड्दै जानुपर्छ, जसको टाइम चाहिँ लगभग 30 मिनट लाग्छ हिँड्दै जान। अब बस पनि लाग्छ, फ्रीको बस पनि पाउँछ, तर अब त्यो सुरुमा जाँदाखेरि थाहा हुन्न। त्यसैले तपाईँहरू चाहिँ हिँडेर जाँदाखेरि चाहिँ 30 मिनट लाग्छ। म त्यहाँबाट हिँड्दै अब ठ्याक्क यो केबल कारको गेटमा पुग्दैछु साथीहरू। तपाईँहरूलाई म देखाउँछु, हेर्नुहोस्। अब चाहिँ ठ्याक्क त्यो देखिरहेको चाहिँ केबल कार यहाँबाट लाग्छ। यहाँबाट म टिकट काटेर ठ्याक्क केबल कारमा चढेर माथि जान्छु। यहाँ चाहिँ 2 किसिमको केबल कारहरू छ। एउटा चाहिँ त्यो ट्रेन टाइपको होइन, सानो ट्रेन टाइपको छ। त्यसपछि त्यो माथिबाट चेन्ज गरेर चाहिँ केबल कारबाट माथि टपसम्म पुगिन्छ। म तपाईँहरूलाई सबै देखाउँछु साथीहरू। केबल कारको चाहिँ अहिले पैसा चाहिँ 1230 रहेछ। म चाहिँ अब यहाँ चाहिँ रोपवे केबल कार मार्फत सजिलै टपमा म पुग्छु। म पहिला पनि गइसकेको, त्यही भएर चाहिँ अहिले सुनाएको तपाईँहरूलाई। फेरि म अब तपाईँलाई देखाउँछु। यहाँबाट म भिडियो स्टार्ट गर्दै यहाँबाट जब यो ट्रेन जाँदैन तबसम्म म तपाईँहरूलाई भिडियो खिचेर देखाइराख्छु। तपाईँहरू हेर्दै गर्नुहोस्।大丈夫です。すみません。よろしいですよ。ありがとうございます。お待たせいたしました。ご案内します。ご注意ください。前方のワンワンコード足まで。こちらहामी अरू बिस्तारै हिँड्दैछौँ। 7名様です。はい。はい、これよりケーブルが発車いたします。Lo साथीहरू केबल स्टार्ट हुन्छ। अब तपाईँहरूलाई देखाउँदै टपसम्मै देखाउँछु।これにケーブルから30駅まで標高 130m から標高 569m までの高低差は440m、走行距離およそ 1100m を6キロほど含ませてケーブルカー登ってまいります。現在サラクレームの頂上は標高 622m となっております。साथीहरू त्यो अगाडि ठ्याक्क देखिरहेछ नि, त्यहाँबाट चाहिँ 2टा
केबल कार माथिबाट आउने र तलबाट आउनेको एउटा ठ्याक्क दुईवटा रोड छ र ठ्याक्क एउटा चाहिँ उता जाने एउटा चाहिँ ठ्याक्क दायाँ र बायाँतिर जाने छ होइन। हामी चाहिँ दायाँतिर जान्छौँ। हेर्नुहोस् त माथिबाट अर्को आउँदैछ केबल कार होइन। यो चाहिँ जक्सन के एउटा यहाँनिर चाहिँ ठ्याक्क यिनीहरूलाई लेन चेन्ज गर्न चाहिँ एकदम सजिलो हुने हुनाले चाहिँ यहाँनिर यस्तो छ। यो चाहिँ मैले एकदम पहिलोचोटि देखेको थियो, पहिला आएको बेला पनि, अहिले पनि एकदम रमाइलो लाग्छ। यहाँनिर चाहिँ एकदम फोटो खिच्नै मन लाग्छ होइन। हेर्नुहोस् त हामी चाहिँ ठ्याक्क लेफ्टतिर जान्छौँ यहाँबाट। यहाँनिर हामी घुम्यौँ उता लेफ्टतिर जान्छौँ, ऊ त्यो चाहिँ ठ्याक्क राइटतिर आउँछ। हेर्नुहोस् म तपाईँहरूलाई पुरै देखाउँछु, पछाडिबाट पनि देखाउँछु यसको। ओ हेर्नुहोस् त लास्टै रमाइलो हुन्छ, पुरै एकदम ठाडो उकालो छ कि। तपाईँहरू पनि नगएको भए चाहिँ एकचोटि अवश्य पनि आउनु होला यो ठाउँमा, एकदम रमाइलो हुन्छ। केबल कार चढ्नलाई पनि आउनु होला। हेर्नुहोस् माथि पुरै एकदम यहाँ भिडियोमा तपाईँको एकदम स्लोप कम छ, तर यसमा स्लोप चाहिँ एकदम बढी नै छ क्या, ठाडो उकालो हो। साथीहरू मैले अघि नै तपाईँहरूलाई पनि भनेको थिएँ, ठ्याक्क यो ठाउँमा रोकेर चाहिँ हामी केबल कार चेन्ज गर्छौँ। यहाँ दुईवटा टाइपको केबल कार छन् होइन। अब यहाँबाट चाहिँ हामी अर्को केबल कारमा चढ्छौँ। साथीहरू अब म यहाँबाट चाहिँ केबल कार ठ्याक्क चेन्ज गर्छु। यो चाहिँ तलबाट आएको चाहिँ केबल कार हो, यो चाहिँ स्लोप कार हो। यहाँबाट अब चाहिँ लगभग 3 मिनट लाग्छ माथि टपमा जान। यो स्लोप कार चाहिँ एकदम बिस्तारै हिँड्छ होइन। म अब यो भित्र बसेर तपाईँहरूलाई पुरै भिडियो खिचेर देखाउँछु। एकदम राम्रो छ होइन, हरियाली, हावा एकदम जोरको चलिरहेको छ। म तपाईँलाई देखाउँछु। साथीहरू यो सारा कुरा यहाँमा केबल कार चाहिँ म अघि चढेको थिएँ, जहाँबाट टिकट काटेको स्टार्टिङ पोइन्टदेखि चाहिँ इन्डिङ पोइन्टसम्म। यो अहिले मैले चेन्ज गरेँ भन्दा पनि माथि टपसम्म चाहिँ यसको लगभग लम्बाइ चाहिँ तपाईँको 1100 मिटर लामो छ क्या यो केबल कारको टोटल लम्बाइ क्या। त्यही भएर चाहिँ अनि एकदम राम्रो छ भनौँ नि, एकदम रमाइलो छ बस्न। यो चाहिँ तपाईँको लगभग 1950मा बनेको होइन, 1950मा चाहिँ बनेको हो लगभग। यसलाई एउटा फेमस नाम के भन्न चिनिन्छ भनेपछि 10 बिलियन नाइट भ्यू भनेर चाहिँ चिनिन्छ क्या। यसलाई चाहिँ उपनाम भनौँ नि, 10 बिलियन नाइट भ्यू भनेर चिनिन्छ साथीहरू। साथीहरू म अब टपमा पुग्दैछु होइन। म तपाईँहरूलाई ठ्याक्क भिडियोमा देखाउँछु। यो चाहिँ सेकेन्ड केबल कारको लगभग टपमा म पुगिरहेको छु। यहाँबाट तपाईँहरूलाई देख्नु त पुरै किताकिसु सहर हो होइन। नाइटको बेला चाहिँ एकदम राम्रो हुन्छ। त्यो मैले भिडियो चाहिँ खिचेको छु, त्यो पनि म तपाईँहरूलाई यही भिडियो मार्फत देखाउँछु। अब म चाहिँ ठ्याक्क टपमा पुगेँ साथीहरू। हेर्नुहोस् त ठ्याक्क टपमा पुग्दैछु साथीहरू। मलाई यो टपमा पुग्दासम्म चाहिँ लगभग तपाईँ केबल कारमा टाइम चाहिँ 6 मिनट चाहिँ केबल कारमा लाग्यो होइन। अघि मैले चेन्ज गरेँ त्यहाँसम्म चाहिँ 6 मिनट लाग्यो होइन। त्यहाँबाट चाहिँ फेरि अर्को छ नि हाम्रो स्लोप कार, माथिको चाहिँ स्लोप कार हो, केबल कार भन्दा पनि स्लोप कार भनिन्छ होइन। यहाँसम्म पुग्दाखेरि चाहिँ ठ्याक्क 3 मिनट लाग्यो। टोटल टाइम भनेपछि तपाईँको स्टार्टिङ पोइन्टदेखि लगेर टप पोइन्टसम्म चाहिँ 6-9 मिनट चाहिँ लाग्ने रहेछ साथीहरू होइन। सिँढी गर्दै जान्छु माथि, लिफ्टहरू जाँदैन।
साथीहरू म टपमा पुगेँ। लास्टै चिज टपमा चाहिँ यस्तो छ। नयाँ बनेको छ। रहेछ टपमा बोर्ड रहेछ। म चाहिँ 622 मिटरमा छु अहिले माउन्ट साराकुरा। हाम्रो पुरै टपमा यस्तो दामी छ। के त किसुमा हुनुहुन्छ भने चाहिँ आउनुहोस्, चढेर जानुहोस्। यो ठाउँ एकदम बब्बाल छ। आज हावा पनि खासै नलागेको रहेछ। अरू दिन त लास्टै हावा हुन्छ यहाँ, एकदम चिसो हुन्छ। साह्रो चिसो रहेछ, पहिलेको जति चिसो नरहेछ। पहिले त लास्टै चिसो। साथीहरू अब म तपाईँहरूलाई यो साराकुरा माउन्टेनको टपबाट रातिको दृश्य कस्तो हुन्छ के हुन्छ भनेर भन्न गइरहेको छु होइन। माउन्ट साराकुरा विशेष गरी रातमा झन् सुन्दर देखिन्छ है साथीहरू। यहाँबाट देखिने सहरको बत्तीहरू एकदमै चम्किलो र रोमान्टिक हुन्छ, जुन जोडीहरूका लागि निकै लोकप्रिय छ साथीहरू। यदि तपाईँ पनि अब गर्लफ्रेन्ड सर्लफ्रेन्ड बनाएको भए चाहिँ जोडी बनाएर राति यसो घुम्न जानु होला होइन। एकदम रमाइलो रातिको एकदम दामी छ भन्ने म तपाईँहरूलाई भिडियो खिचेको छु। म एकछिनपछि चाहिँ त्यो भिडियो पनि देखाउँछु म तपाईँहरूलाई साथीहरू। यो ठाउँ चाहिँ होइन फोटो र भिडियोका लागि चाहिँ एकदम उत्कृष्ट स्थान मानिन्छ होइन। यदि तपाईँ फोटोग्राफी मनपर्छ भने यहाँको दृश्यहरूले चाहिँ तपाईँलाई एकदम स्वर्ग जस्तै आनन्द दिनेछ भनौँ नि। तपाईँहरूलाई क्यामेरामा यसो क्यामेराम्यान हुनुहुन्छ भनेपछि पनि तपाईँहरूलाई एकदम राम्रो क्या, यति राम्रो फोटोहरू आउँछ रातिको समय। अहिले त्यो दिउँसो होइन, त्यही भएर फोटोहरू खिच्नको लागि चाहिँ एकदम बब्बाल छ है साथीहरू, आउनुहोस्। अघि मैले तपाईँलाई भनेको थिएँ नि साथीहरू, यो चाहिँ स्लोप कार है। तलबाट आइरहेको थियो नि स्लोप कार, मैले हल्का देखाएको थिएँ। अब साथीहरू यहाँ चाहिँ होइन तपाईँको इन्ट्रेस्टिङ फ्याक्ट भनेको चाहिँ होइन, एकदम इन्ट्रेस्टिङ कुरा भनेको चाहिँ माउन्ट साराकुरालाई जापानको द 3 ग्रेट नाइट भ्यूज मध्ये एक मानिन्छ है। त्यसपछि अर्को कुरा भनेको चाहिँ यहाँ हरेक मौसममा फरक फरक सुन्दरता देखिन्छ। वसन्तमा हरियाली, जाडोमा हिमपात देखिन्छ है साथीहरू। त्यो चाहिँ मैले पनि फिल गरेको कुरा हो। म चाहिँ जनवरी 27 मा गएको थिएँ। त्योभन्दा अलि अगाडि चाहिँ हिउँ नै परेको थियो, तल चाहिँ हिउँ हल्का हल्का जमेको थियो। यति दुईवटा चाहिँ यसको विशेषता हो है। हेलो साथीहरू, म चाहिँ अहिले माउन्ट साराकुराको टपमा छु। यो हाइट चाहिँ 622 मिटर हाइट छ होइन। एकदम चिसो छ। यसको म्याक्सिमम टेम्परेचर भनेको 6 डिग्री छ अनि मिनिमम भनेको -1 डिग्री छ। एकदम रमाइलो छ। हेर्नुहोस् यो टप। अब चाहिँ बिस्तारै टाइम भयो, म रिटर्न हुन्छु। पछाडि पुरै किताकिसो सिटी हेर्नुहोस्, किताकिसो। गाडी यहाँनिर
निस्केको टावरहरू छ। साथीहरू अघि नै मैले भनेको थिएँ तपाईँहरूलाई इन्ट्रेस्टिङ फ्याक्ट एबाउट साराकुरा माउन्टेन होइन। अब यो नै हो रिजन होइन, माउन्ट साराकुरालाई जापानको न्यू 3 ग्रेट नाइट भ्युज मध्ये एक मानिन्छ। यो रिजनै यही हो। हेर्नु त, तपाईँ पनि फोटोग्राफर हुनुहुन्छ भनेपछि अवश्य आउनुहोस् एकचोटि, यहाँबाट फोटो खिचेर आफ्नो फोटोहरू हेरेर फिल गर्नुहोस् तपाईँहरूलाई कस्तो फिल हुन्छ होइन। मैले चाहिँ फिल गरेँ यो ठाउँमा होइन। ल हेर्नुहोस् त, पुरै नाइट भ्यू है, यस्तो देखिन्छ यहाँबाट। रातिको समयमा हेर्नु त साथी, अघि तपाईँलाई भनेको थिएँ नि स्लोप कार भनेको यही हो है। रातिको समयमा एकदम राम्रो भिडियो आउँछ होइन। मैले चाहिँ खिचेँ, तपाईँहरू पनि खिच्न चाहनुहुन्छ भनेपछि अवश्य यो ठाउँमा आउनु होला। म चाहिँ अब यो लगाएर सेकेन्ड टाइम होइन, दोस्रो चोटि म यहाँ आएको। यसो साथीहरूलाई पनि नयाँ नयाँ भिडियो देखाऊँ भनेर यही हो। हेर्नुहोस् साथीहरू, स्लोप कार यो चाहिँ दिउँसोको हल्का साँझ समयको थियो। यो चाहिँ मैले अगाडिको भिडियो चाहिँ पुरानो भिडियो खिचेँ, त्यही भएर चाहिँ तपाईँहरूलाई देखाऊँ भनेर एउटा इन्ट्रेस्टिङ फ्याक्ट हो यहाँको होइन, रातिको समयमा कस्तो हुन्छ। साथीहरू अब चाहिँ म अब तल झर्छु होइन। मैले पहिला नाइट भ्यू हेरिसकेको, तर पनि योपालि साथीहरूलाई भिडियो मार्फत केही देखाऊँ भनेर चाहिँ म भिडियो खिच्न मात्र आएको होइन। राति धेरै जाडो छ अहिले, यहाँ चाहिँ एकदम जाडो सिजन हुनाले चाहिँ अब घाम डुब्न लागेको बेला चाहिँ म तल झर्दैछु। स्लोप कारमा चढेर चाहिँ तल झर्छु। म तपाईँहरूलाई तल झरेको पनि सबै भिडियो देखाउँछु है। तलसम्म यो स्लोप कारहरूको पुरै देखाउँछु। बिस्तारै जान्छ, एकदम बिस्तारै छ। म चाहिँ अब केबल कारमा चढ्न लागेँ। यो चाहिँ स्लोप कारबाट तल झर्दाखेरि ट्याक्क चेन्ज गर्ने बेला चाहिँ स्लोप कारबाट केबल कारमा चढ्दैछु। ल हेर्नुहोस्, यो पनि म तपाईँलाई देखाउने झर्दा पुरै माथि टपसम्म गएको र फर्केको भिडियो सबै देखाउँछु। किन भिडियो लामो भए पनि तपाईँहरूलाई पनि केही कुरा यहाँबाट बुझ्नुहुन्छ नि त, भोलि कसरी जाने के जाने भनेर चाहिँ तपाईँले पनि राम्रोसँग यो भिडियो हेऱ्यो भने चाहिँ तपाईँ सबै थाहा पाउनुहुन्छ, कहाँ कसरी के गर्ने भनेर चाहिँ थाहा पाउनुहुन्छ। साथीहरू, यदि तपाईँ जापानको किताक्युसु भ्रमण गर्ने सोचमा हुनुहुन्छ भने माउन्ट साराकुरा अवश्य घुम्नुहोस्। यस्तो भिडियोहरूका लागि मेरो च्यानल लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सनुहोला। धन्यवाद। म तपाईँहरूलाई अर्को भिडियो मार्फत नयाँ नयाँ ठाउँहरू फेरि पनि घुमाउने नै छु। साथीहरू सबैलाई बाई बाई, टेक केयर।